आउनुहोस् अद्वैत वेदान्त दर्शनको यो गहिरो चर्चामा प्रवेश गरौँ। आज हामी महेश विश्वकर्माद्वारा प्रस्तुत गरिएको एउटा निकै रोचक विषयलाई डिकोड गर्दैछौँ। प्रायजसो दार्शनिक बहसहरू नै एउटै आधारभूत प्रश्नबाट सुरु हुन्छन्। आत्मा र जीव बीचको वास्तविक भिन्नता आखिर हो चाहिँ के? आजको यस विश्लेषणमा हामी प्राचीन शास्त्रहरूको आधारमा यी दुईलाई एउटै मान्ने जुन सामान्य गल्ती छ नि त्यसलाई चिरफार गर्नेछौँ। यो एकदमै चाखलाग्दो बौद्धिक यात्रा हुनेछ, त्यसैले सिधै विषयवस्तुतिर लागौँ है त। आजको हाम्रो रूपरेखा यस्तो छ। पहिलो, मुख्य अद्वैत दुविधा, त्यसपछि आत्माको प्रकृति, जीवको वास्तविकता, केही सुन्दर उदाहरणहरू, शास्त्रका प्रमाणहरू र अन्त्यमा परमबोध। ल, सबैभन्दा पहिले खण्ड 1, मुख्य अद्वैत दुविधा अर्थात् दार्शनिक भ्रमको उत्पत्ति। यहाँनिर एउटा गम्भीर प्रश्न उठ्छ। के आत्मा अनन्त र कहिल्यै नचल्ने तत्त्व हो, वा यो शरीरपिछे चाहेर हिँड्ने कुनै सानो अंश हो? प्राचीन आध्यात्मिक ग्रन्थहरू पढ्दा आउने सबैभन्दा ठूलो द्वन्द्व नै यही हो, र यही एउटा प्रश्नको उत्तरमा सम्पूर्ण दर्शनको जग डिगेको हुन्छ। अब जाउँ दोस्रो खण्डतर्फ, आत्माको प्रकृति अर्थात् अनन्त वास्तविकता। अब यहाँ यी दुई बीचको भिन्नता प्रष्ट छ। एकातिर आत्मा छ, जसलाई शास्त्रहरूले अनन्त, व्यापक, अचल अनि अजन्मा भनेर चिनाएका छन्। अर्कोतिर जीव छ, जुन अत्यन्त सानो अणु जस्तै छ, चलायमान छ र सूक्ष्म शरीर अर्थात् लिङ्ग शरीरले बनेको हुन्छ। बुझ्नुपर्ने मुख्य कुरा के हो भने आत्मा र जीवका गुणहरू एकअर्काको ठ्याक्कै उल्टो छन्। यसको प्रमाणको लागि भगवद् गीताको अध्याय 2, श्लोक 17 र 24 हेरौँ। त्यहाँ स्पष्ट लेखिएको छ, जसले आत्माले मार्छ वा मारिन्छ भन्ने ठान्छ ऊ अज्ञानी हो। यो अजन्मा, नित्य, सर्वव्यापी र अचल छ। यहाँ यो अचल भन्ने शब्द एकदमै महत्त्वपूर्ण छ। अचल भनेको कहिल्यै नसर्ने। अब सोचौँ त, यदि कुनै कुरा पहिले नै जताततै सर्वव्यापी छ भने त्यसलाई कतै जान वा सर्न ठाउँ नै कहाँ हुन्छ र? यसले आत्मा एक शरीरबाट अर्को शरीरमा यात्रा गर्छ भन्ने मान्यतालाई पूर्ण रूपमा खारेज गरिदिन्छ। त्यसो भए एउटा प्रश्न आउँछ, यदि आत्मा जताततै छ भने आफू सीमित भएको महसुस किन हुन्छ त? यहीँनिर अविद्या अर्थात् अज्ञानताको कुरा आउँछ। यो प्रस्तुतिमा स्पष्ट पारिएको छ कि अज्ञानता अनन्त आत्मा वा ब्रह्मलाई लाग्ने होइन, यो त केवल मनलाई लाग्ने एउटा भ्रम मात्र हो। मनमा आउने यही भ्रमका कारणले नै आफू अलग भएको वा छुट्टै अस्तित्व भएको झुटो अनुभूति सुरु हुन्छ। अब लागौँ तेस्रो खण्डमा, जीवलाई बुझ्ने। यो सीमित यात्री आखिर हो चाहिँ को? वास्तवमा जीव भनेको एउटा सूक्ष्म शरीर वा लिङ्ग शरीर हो। यसभित्र के पर्छन् त? मन, बुद्धि, 5 इन्द्रियहरू र 5 प्राणहरू। आत्माले होइन, बरु यही सूक्ष्म शरीरले चाहिँ कर्महरू बोक्छ र एउटा भौतिक शरीर नष्ट भएपछि अर्को भौतिक शरीरमा प्रवेश गर्ने काम पनि यसैको हो। भगवद् गीताको अध्याय 15, श्लोक 7 ले यसलाई अझ प्रष्ट पार्छ। त्यहाँ भनिएको छ, यस जीवलोकमा मेरो सनातन अंश नै जीव बनेर मनसहित 6वटा इन्द्रियहरूलाई आफूतिर तान्छ। यसको अर्थ के हो भने जीवले भौतिक संसारमा एउटा अंशको रूपमा काम गर्छ र इन्द्रियहरू मार्फत अनुभवहरू बटुल्छ। यो जीव सीमित छ, संसारसँग बाँधिएको छ, तर आत्मा त केवल एक साक्षी मात्र हो। अब खण्ड 4, वास्तविकताका उदाहरणहरू। प्राचीन शास्त्रहरूले यस्ता अमूर्त कुराहरूलाई बुझाउन कस्ता सुन्दर उदाहरणहरू दिएका छन्, हेरौँ। यो माटोको घैँटो र आकाशको उदाहरण एकदमै शक्तिशाली छ। मानौ अनन्त आकाश जताततै छ, यो आत्मा भयो। अब एउटा माटोको घैँटो बनाइन्छ जसभित्र थोरै आकाश घेरिन्छ। यो घैँटो भनेको जीवको आवरण वा भ्रम हो। अब त्यो भित्रको आकाशलाई आफू सानो घैँटो मात्र हुँ जस्तो लाग्न सक्छ, तर जब त्यो घैँटो फुट्छ नि, के भित्रको आकाश गएर बाहिरको आकाशमा मिल्छ त? मिल्दैन। त्यो आकाश पहिले पनि त्यही थियो, अहिले पनि त्यही छ। यो कहिल्यै विभाजित भएकै थिएन, मात्र आवरण हटेको हो। यस्तै अर्को एउटा अद्भुत उदाहरण छ। जसरी एउटा माकुराले आफ्नै शरीरबाट जालो बुन्छ, त्यसमा खेल्छ र अन्त्यमा त्यसलाई आफैमा तान्छ, त्यसरी नै सर्वोच्च वास्तविकताले यो ब्रह्माण्डलाई निर्माण गर्छ र अन्त्यमा आफैमा विलीन गराउँछ। यो भ्रमको जालो बुन्ने पनि र समेट्ने पनि त्यही एउटै सत्य हो। अब खण्ड 5, शास्त्रहरूबाट प्रमाण।
यो विश्लेषणको अन्तिम आधार भनेकै हाम्रा शास्त्रहरू हुन्। विष्णु पुराणको यो उद्धरण हेरौं। आत्मा एक, सर्वव्यापी, शुद्ध र निर्गुण छ। यसको नाम र रूपसँग कहिले कुनै सम्बन्ध थिएन, छैन र हुने छैन। यसले कुनै शङ्का नै बाँकी राख्दैन। आत्मा सधैँ शुद्ध र भौतिक गुणहरूबाट पूर्ण रूपमा अछुतो छ। यसले कहिले कुनै नाम वा रूप धारण गर्दैन। त्यसैले जब हामी फलानो व्यक्ति भन्छौं नि, त्यो आत्मा होइन, त्यो केवल जीव र शरीरको अस्थायी पहिचान मात्र हो। अष्टावक्र गीताको यो डोरी र सर्पको रूपक पनि निकै प्रसिद्ध छ। आत्माको आधारमा यो अनन्त ब्रह्माण्ड केवल एक कल्पनाको रूपमा देखा पर्छ, जसरी डोरीमा सर्प देखिन्छ। अँध्यारोमा डोरीलाई देख्दा सर्प जस्तो लाग्न सक्छ नि, होइन? सर्प त्यहाँ कहिले थिएन, तर डर भने साँच्चै लाग्छ। ठिक त्यसै गरी मनको भ्रमले गर्दा यो परिवर्तनशील संसार वास्तविक जस्तो लाग्छ। तर यसको पछाडि लुकेको कहिले परिवर्तन नहुने आधार भनेको आत्मा नै हो। अब चेतनाका यी 3 अवस्थाहरूलाई हेरौं: जाग्रत, सपना र गहिरो निद्रा। जाग्रत अवस्थामा हाम्रो पहिचान यो स्थूल शरीरसँग हुन्छ। सपना देख्दा भौतिक शरीर त सुतेको हुन्छ, तर सूक्ष्म शरीर वा मन सक्रिय रहन्छ। र गहिरो निद्रामा त कुनै विचारै हुँदैन। यी अवस्थाहरू निरन्तर बदलिरहन्छन्, तर यी सबैलाई जान्ने एउटा साक्षी सधैँ उस्तै रहन्छ, र त्यही साक्षी नै आत्मा हो। र अन्त्यमा खण्ड 6, अन्तिम बोध। अद्वैत वेदान्तमा भ्रमको अन्त्य कसरी हुन्छ त? सबैभन्दा महत्त्वपूर्ण कुरा यहाँनिर आउँछ। मुक्ति वा मोक्ष भनेको आत्माले यात्रा गरेर गएर ब्रह्ममा मिल्नु होइन। पानीको थोपा समुद्रमा गएर मिसिनु जस्तो पटक्कै होइन यो, किनकि आत्मा कतै यात्रा नै गर्दैन। मुक्ति भनेको त केवल जीवको सूक्ष्म शरीरको पूर्ण विलय हुनु हो। जब त्यो अज्ञानताको घैँटो फुट्छ, भित्रको आकाश कतै जाँदैन, त्यो सधैँ अनन्त नै थियो भन्ने मात्र महसुस हुन्छ। सधैँ उपस्थित अनन्त वास्तविकता प्रकट हुनु नै मुक्ति हो। अन्तमा एउटा निकै शक्तिशाली प्रश्न छाडेर जाउँ। यदि अनन्त वास्तविकता पहिले नै जताततै छ र त्यसले कतै यात्रा गर्न सक्दैन भने यो पुनर्जन्मको चक्रमा वास्तवमा यात्रा गरिरहेको चाहिँ को हो त? शास्त्र र तर्कले त भनिसक्यो आत्माले यात्रा गर्दैन। त्यसो भए कतै आफ्नो वास्तविक अनन्त अस्तित्वलाई बिर्सेर यो सानो मन र शरीरको भ्रमलाई नै सम्पूर्ण सत्य मानिएको त होइन? यो यस्तो प्रश्न हो जसले अस्तित्वको गहिराईलाई पुनर्विचार गर्न बाध्य बनाउँछ। यस चर्चामा सँगै जोडिएकोमा खुसी छौं। आशा छ यसले वास्तविकतालाई हेर्ने एउटा नयाँ दृष्टिकोण दिएको छ।